तिमी बुखेचाका लागि आफ्नो टाउको नफुटाऊ। उनीहरू निर्दोष छ भने सकुशल फिर्ता हुन्छ। रिहाई गर भन्दै सडकमा आगो बाल्न दाउरा टायर नछुटाऊ। टाउको फुटे तिम्रो फुट्छ, मरे तिमी मर्छौ, घर परिवार तिम्रो बिचल्ली हुन्छ। उनीहरू राम्रो हुन्छ, नराम्रो तिमी हुन्छौ। अनि अनि भन त तिमी आन्दोलन गर्न किन जान्छौ? हो, निष्पक्ष छानबिन हुनुपर्छ, माग मेरो पनि छ। भ्रष्टाचारीलाई कारबाही हुनै पर्छ, माग मेरो पनि छ। कालो धन निकाल्नुपर्छ, माग मेरो पनि छ। अनि अनि काम गर्न खोजे तिमी बाटो छिक्छौ, केही नगरी बसे जुन जोगी आए पनि कानै चिरेको भन्छ। गलत तिमी छैनौ, तिमी निर्दोष छौ। गल्ती उनीहरूको छ जसले हामीलाई आन्दोलन गर्न जा भन्छ, कि मर कि मार भन्छ। हामीलाई मर अनि मार भन्छ। उनीहरू चाहिँ स्टार होटलमा बसेर उस्की वाइन र भोड्काको ग्लास चेस गर्छ। त्यसबेला पुलिसले गोली चलाउँदा तिमी मर्छौ अनि समाजले भन्छ ठिक्क पर्यो, आन्दोलनमा गाथिस होइन। तिम्रो बलिदानीको मूल्य छैन भाइ, त्यसैले आन्दोलनमा नजाऊ है। नमस्कार, म नवराज श्रेष्ठ। आन्दोलनमा नजाऊ शीर्षकको कविता हेरेर सुनेर कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद।